अन्नपूर्ण बेस क्याम्पबाट सबैलाई हार्दिक स्वागत छ। यतिखेर मान्छेको घचाघच भिड भइसकेको छ। बिहानबाट तपाईँको बुस्केट मेलाबाट हिँडेर लगभग 3 बजेबाट मान्छे हिँड्न सुरु गरेका हुन्। यहाँ आइसके मान्छेलाई यस्तो भिडभाड छ कि यहाँ आउनै पर्ने ठाउँ हो। यो चाहिँ पञ्चकुण्ड पोखरी हो। यहाँबाट चाहिँ हुमखोलाको खोला चाहिँ बग्छ क्या। यहाँबाट यस्तो आइस छ कि आइस। अहिले चाहिँ यो सनराइज भइसकेको अवस्था हो भने चाहिँ मान्छेहरू फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने कार्य भइरहेको छ। हिँड्दाखेरि मात्रै गाह्रो हो। यहाँ आइसकेपछि चाहिँ कुनै पश्चाप लाग्न पर्ने त्यस्तो अवस्था छैन। यहाँबाट सर हुनुहुन्छ। सर के भन्नुहुन्छ आजको म के भन्न चाहन्छु यात्रा? तपाईँको यात्रा कस्तो भयो त नि? बिहानको हिँडै मेरो झन् तपाईँको एकदम स्मरणीय भएछ। बिहान राम्रै तरिकाले उठेर आइयो। कति बजी हिँड्दै थियो अरे? 5 बजे। त्यस्तो साह्रो गाह्रो गाह्रो केही छैन। जसलाई हिँड्न मन चाहिँ सबसे पहिला यही ट्रेक गरे हुन्छ। के प्रिभेन्सन अपनाउने, के ल्याउने त्यो पनि यसरी सामान्य जानकारी के मेन चाहिँ के चाहिँ छुटाउनु हुन्न? मेन मुटु लिएर आउनु पर्यो। मुटु ल सरले पनि भसाउनुहुन्छ कि सर एकदम रमाइलो मान्छे पनि हो। ल अहिले यो ग्लोबल वार्मिङले गर्दाखेरि चाहिँ धेरै हिउँ नभएको अवस्था छ भने यो चाहिँ नर्थ एबिसी, यसको ठ्याक्कै अपोजिटमा चाहिँ साउथ एबिसी हो भने चाहिँ फोटो भिडियो बनाउनलाई मान्छे आफ्नो तयारी गर्दैछन्। ल तपाईँहरू पनि आउँदै गर्नु होला भन्न चाहन्छु। अब दिनानु मान्छेको भिड चाहिँ अब आउनको लागि सबभन्दा पहिला